यहाँ जतिले सहुलियतहरू थाप्न सक्नुहुन्छ तपाईहरुले लिएर जानुहोस् अनि जतिले यहाँबाट आज थापेर लान सक्नुहुन्न तपाईहरुले चाहिँ आफ्नो नजिकको ग्राम विकास केन्द्र अथवा पुरानो बिडिओ अफिसबाट तपाईहरुले सबै सहुलियतहरू तपाईले पाउनुहुनेछ। त्यसकारणले तपाईहरु यहाँ आज सहुलियत नपाउनेहरूले मैले त पाइन भन्दै नजानु होला। यहाँ जति सक्दो आज यहाँ वितरण हुन्छ तर सबैलाई वितरण गर्न सकेन भनेदेखि भोलिदेखि आफ्नै गाउँको बिडिओ अफिस अथवा ग्राम प्रशासन ग्राम विकास केन्द्रबाट तपाईहरुले जम्मै सहुलियतहरू अर्डरहरू चेकहरू चादरहरू इन्डक्सन चुल्हाहरू अनेकौं वाटर ट्याङ्कीहरू गाईहरू जुनै पनि यहाँ सहुलियतहरू वितरण भएको छ तपाईहरुले आफ्नै ग्राम विकास केन्द्रबाट पाउनुहुनेछ। त्यसकारण तपाईहरु सबले यो कुराहरू यहाँबाट बुझेर जाने म तपाईहरु सबलाई आह्वान गर्न चाहन्छु। स्टेट गभर्नमेन्ट बनेदेखि यता मात्रै सिक्किममा चाहिँ गरिबको पालो आएको छ, जनताको पालो आएको छ। सिक्किमे जनताको सरकार आएको छ। सिक्किमे जनताले डेमोक्रेसी पाएको छ। सिक्किमे जनताले जनताको जनता राज कायम भएको छ। आज तपाईहरुले यो कुरा बुझ्नुपर्छ र अहिले एसडीएफ गभर्नमेन्ट आएपछि मात्रै सिक्किममा जनताको पालो आएको छ। एसडीएफ सरकार आएपछि मात्रै गरिबको पालो आएको छ। एसडीएफ सरकार आएपछि मात्रै सिक्किममा गरिब जनताको बोली बिटेको छ। जनताको आवाज सरकारले सुनेको छ। हाम्रो एसडीएफ सरकार आएपछि मात्रै आज सिक्किममा यसरी जनताको देखरेख भएको छ। यो कुरा चाहिँ तपाईहरुले सोच्नुपर्छ र आज सिक्किममा 20 वर्षदेखि एसडीएफ सरकार आएदेखि यता मात्रै सिक्किममा जुगदेखि सिक्किमे जनताले चाहेको प्रजातान्त्रिक सरकार, जनउत्तरदायी सरकार, तपाईको सिक्किमे जनताको सरकार सिक्किमे जनताले पाएको छ र आज सिक्किममा व्यावहारिक रूपमा सिक्किमे जनताले प्रजातन्त्रलाई उपभोग गर्नु पाएको छ। त्यसकारणले आज तपाईहरु जम्मै मेरो आवाज सुन्ने जनता जनार्दनलाई पश्चिम सिक्किमको जनतालाई म आह्वान गर्न चाहन्छु। यो सरकार तपाईहरुले भन्छ एसडीएफ सरकार, यो सरकार तपाईले भन्छ चामलिङको सरकार, अपोजिसन पार्टीले भन्छ राईको सरकार, यसो भन्छ यो सिक्किममा। तर यो सरकार चाहिँ सिक्किमे जनताको सरकार हो। यो सरकार गरिब जनताको सरकार हो। यो सरकार सिक्किमको सरकार हो। यो सरकार चेलीहरूको सरकार हो। यो सरकार आमाहरूको सरकार हो। यो सरकार विद्यार्थीको सरकार हो। यो सरकार युवाहरूको सरकार हो। यो सरकार किसान मजदुरको हो। यो सरकार सबै कर्मचारीको हो। यो सरकार जम्मै अफिसरको हो। यो सरकार सिक्किमेहरूको हो। यो सरकार सिक्किमको हो। त्यसैकारणले यो सरकार सिक्किमको सरकार भएकोले गर्दा आज यो सरकारमा सबै तहमा बाँच्ने जनताको, गरिब होस् कि धनी होस्, सानो बच्चा होस् कि बुढाबुढी होस्, सबै जनताको देखरेख भएको छ। बिमारी होस् कि असहाय होस् उसको पनि देखरेख भएको छ। किनभने यो सरकार सबैको सरकार हो। यो सरकार सिक्किमे जनताको सरकार हो। वो खाली यो सरकारको नायके मात्रै हो, अगुवा मात्रै हो।
देश र दुनियाँले मानेको नेता। म तपाईहरुले राखेको मान्छे हो। अनि मेरो मालिक भनेको सिक्किमे जनता हो। मेरो मालिक सिक्किमे जनता हो। अनि सिक्किम चाहिँ मेरो लागि मन्दिर, गुम्बा, चर्च जस्तो पवित्र देवालय हो मेरो लागि। त्यसकारणले तपाईहरुले कुराहरु बोल्नुपर्छ र सिक्किम यो सरकारको मालिक सिक्किमे जनता हो। तपाईहरु यो सरकारको मालिक तपाईहरु, एसडीएफ पार्टीको मालिक तपाईहरु, सिक्किमको मालिक तपाईहरु हो। त्यसकारणले आज पूरा सरकार तपाईहरुको गेजिङमा आएको छ। पश्चिम सिक्किमको जनतालाई मान्नुको लागि आएको छ। तपाईहरुको लागि सेवा गर्न आएको छ। तपाईहरुलाई सहुलियत मान्न आएको छ। आज सरकारै तपाईहरुको गाउँमा तपाईहरुलाई सहुलियत पुर्याउन आएको छ। त्यसकारणले तपाईहरुले बोल्नुपर्छ। आज सरकार चाहिँ जनतालाई भेट्न आएको छ। सरकार चाहिँ जनतालाई भेट्न गाउँमा आएको छ। किनभने हाम्रो सरकारको नीति अनुसार, हाम्रो पार्टीको सिद्धान्त अनुसार हाम्रो मालिक चाहिँ जनता हो। तपाईहरु हाम्रो मालिक हुनुहुन्छ र एसडीएफ पार्टीको चरा भनेको सिक्किमे जनता हो। एसडीएफ पार्टीको चरा सिक्किमे जनता हो र एसडीएफ पार्टीको मालिक भनेको सिक्किमे जनता हो। हाम्रो सिक्किम बाहिर कोहीसँग सम्बन्ध छैन। हाम्रो सैद्धान्तिक रूपमा पार्टीगत हाम्रो बाहिर कोहीसँग सम्बन्ध छैन। बाहिरको मान्छेसँग लेनदेन केही पनि छैन। हाम्रो सबै सिक्किमभित्रको जनतासँग हाम्रो त बाँचिन्जेलसम्म सिक्किमे जनताको बीचमा बाँच्नु छ। सिक्किमे जनताको साथमा बाँच्नु छ। मर्दा पनि सिक्किमे जनताको काखमा मर्नु छ। आज बाँडेको बिल्डिङहरू चाहिँ बनाइसकेपछि चाहिँ हामी चाहिँ अब घर बनाउनु सक्यो भनेर हात बाँधेर बस्ने सरकार होइन। हामी जनतातिर फर्केको सरकार हो। जनताको सेवा गर्ने सरकार हो। जनतालाई माया गर्ने सरकार हो। जनताको सुविधा हामी हेर्छौँ। जनतालाई अझै एक तले बिल्डिङ मात्रै होइन, अब एक तले सबको बनाइसकेपछि 2015 को पातदेखि चाहिँ हामी त्यहाँदेखि के गर्न थाल्छौँ? 2 तले बिल्डिङ बनाउन थाल्ने। एक तला फेरि बिल्डिङ थप्ने, एक तला बिल्डिङ फेरि थप्ने र माथि र तला चढ्ने सिडी पनि बनाउने अनि एक तला माथि गाँस्ने र जम्मै जनताको बिल्डिङ 2 तला बनाइदिने र हाम्रो चाहिँ 2 तला बनाउने हाम्रो कार्यक्रम चाहिँ अब 2015 देखि थाल्छ र अब यो चाहिँ 14 हो। अर्को साल भनेको 15। अर्को सालदेखि त यो फेरि हामी 2 तले बिल्डिङ पो सुरु गर्छौँ त हो। अनि ताला थप्ने, एक तला सबको सकेपछि त्यहाँदेखि 2 तला थप्ने अनि 2 तला सकेपछि फेरि 3 तला थप्ने। म चाहिँ चाहन्छु सिक्किमे जनताको घर कम्तीको 3 तला आउनुपर्छ। 3 तलादेखि चाहिँ नथप्ने, भुइँचालोले लडाउँछ। 3 तला सबै जनताको 3 तलासम्म सिक्किमे जनताको घर नबनेसम्म चाहिँ हामी चाहिँ शान्तिले बस्दैनौँ। हामी बिसाउँदैनौँ। हामी लाग्यो थाल्यो। अब 1 तला बनाउनु सक्नु आँट्यो, अब 2 तला 3 तला त्यसरी लान्छ। त्यसकारण तपाईहरु सबले यो कुराहरु मनमा लिएर जानुहोस्। हामी चाहिँ गर्ने सरकार हो। हामी दिने सरकार हो। हामी काम गरेर जनतालाई विश्वास दिलाउने सरकार हो। त्यसकारणले हामी अरु जस्तो मुखले गर्ने होइन, हामी चाहिँ हातैले गर्ने, गरेर देखाउने सरकार। त्यसकारणले तपाईहरु सबले कुराहरु बुझेर म जाने तपाईँ आउनुहुन्छ। यो